बर्दुबाईको काठमाडौँ प्लाजा अनि सबै नेपालका आइटम्सहरू यहाँभित्र चाहिँ पाइन्छ हैन। साग सब्जी चामल मसला एभ्रिथिङ। कटकलाहरू नेपाली अचार डल्ले खोर्सानी अचार नेपाली छेउछेउ गहतको दाल मुसुरीको दाल कालो बटमास बासमती सिमी सबै नेपालको आइटम सेतो भटमास पाइन्छ। टक्कलाहरू नेपाली चिउरा नेपाली अदुवा सिमी बकुला सुन्तला डुङ्गेर निङ्ग्रो सबै कुरा पाइन्छ है नेपालको चिज। अब चाहिँ दर्शन नमस्ते रेस्टुरेन्टको खाना आइसकेको छ, तपाईँहरू हेर्न सक्नुहुनेछ। रोटी सब्जी यता चाहिँ नर्मल नेपाली खाना। तपाईँहरू पनि आउनु होला, एकदमै टेस्टी छ यहाँको खाना। हाम्रो रेगुलर हाम्रो के ल बर्दुबाईको दर्शन नमस्ते रेस्टुरेन्टको खाना अनि एकदमै टेस्टी छ नेपाली खाना। मैले चाहिँ दिदी र दादाको मात्रै देखाइराखेको छु, तपाईँहरू पनि आउनु होला है। त यदि दुबईमा हुनुहुन्छ भने यहाँनिर खाना चेक गर्नलाई। अनि खाना चाहिँ एकदमै टेस्टी छ। चिकन लोकल हो कि ब्रोइलर हो दादा? हेर्न सक्नुहुन्छ, तर ब्रोइलर रहेछ, नर्मल चिकन चाहिँ छैन। तपाईँलाई यहाँ दुबईमा बसेर अर्काको देशमा आफ्नो यो कल्चर लाउँदै गर्दाखेरि कस्तो फिल हुन्छ तपाईँलाई? मलाई एकदम राम्रो लाग्छ। हाम्रो देशको नेपालको पहिरन हो अनि अति गर्व गर्छु। अनि मैले धेरै ठाउँमा रेस्पेक्ट पनि पाएको छु। कति ठाउँमा पैदल हिँड्दाखेरि मलाई नेपाली दाजुहरूले रोकेर गाडीमा बसालेर मेट्रोमा पनि छोड्नु भएको छ। अनि कुनै ठाउँमा मलमा गए पनि एउटा अलिकति राम्रो रेस्पेक्ट पाइन्छ। अनि सबैलाई भन्छु नि आफ्नो नेपाली ड्रेसहरू लगाइराख्न पर्छ। नेपाली आफ्नो पहिचान हो। यस, किनभने नेपाली हो भनेर एउटा पहिचान पनि हुनेछ होइन त। अनि यता चाहिँ पुरा यो युरोप